आज चाहिँ म मटन करी, रोटी र स्पाइसी आलु अचार बनाउँदैछु। सो कम लेट्स कुक एन्ड इट विथ मी। बाई। फर्स्टमा चाहिँ मैले स्पाइसी आलु बनाउनको लागि 3वटा आलु लिएकी छु र साइडमा चाहिँ छ 2वटा प्याज। र त्यो आलुलाई चाहिँ हामीले यसरी सानो सानो गरेर चाहिँ क्युबमा काट्नुपर्छ र प्याजलाई पनि त्यसरी नै स्लाइस गरेर काट्नुपर्छ। र प्याज र आलु काटेपछि चाहिँ मैले यहाँ एउटा प्यान बसालेको छु र त्यो प्यानमा चाहिँ मैले तेल हालेको छु र त्यो तेलमा चाहिँ मैले अघि काटेर राखेको प्याजलाई चाहिँ फ्राई गर्दैछु। यो प्याजलाई चाहिँ गोल्डन ब्राउन हुने बेलासम्म फ्राई गर्नुपर्छ र मैले त्यो निकालेपछि त्यही प्यानमा चाहिँ आलु पनि फ्राई गरेको थिएँ र त्यो कालो कालो पेस्ट चाहिँ के भन्नुहुन्छ भन्दाखेरि त्यो चाहिँ अघिको फ्राई गरेको प्याज, खुर्सानी र लसुनको पेस्ट हो। त्यसपछि मैले त्यो हालिसकेपछि धनियाँको मसला पनि राखेको छु र त्यो सँगसँगै धुलो खुर्सानी, स्वाद अनुसार नुन र लास्टमा चाहिँ धनियाँ हालेर फिनिसिङ। र त्यसपछि चाहिँ मैले मटन बनाएको थिएँ। त्यसमा चाहिँ मैले सुरुमा प्याज हालेँ, मासु हालेँ, त्यसपछि स्वाद अनुसार नुन र बेसार हालेँ, त्यसपछि धनियाँको धुलो पनि हालेँ। देख्न सक्नुहुन्छ मैले के हालेको छु र लास्टमा चाहिँ यस्तो बनेको थियो। यो चाहिँ हो सुक्खा रोटी र सबै कुरा हामीले यसरी खाएको थियो। आजको लागि यति नै। बाई।